स्पोर्टलाई भन्नु न डिसिजन गरेको छ हैन हाम्रो त्यही डिसिजन भयो लास्ट टाइम गरौँ अघि एक एकजनाको भन्ने थियो होइन थाहा भयो हामीलाई होइन त्यो भएपछि त्यसमा पर्छ होइन अर्टीमा 1-1 परेको छ भने त्यो एउटा टिम भाइ र कुमार दाइ अनि साथ यो पहिलोचोटि हो होइन र उहाँहरूको शुभ सम्बन्ध भने तेस्रो हो उहाँहरू कम्पिटिसन गरिरहनु भएको छ भइरहेको छ Buddhist Society of Canterbury New Zealand Corporation ले गरेको इन्डोर बोर्ड गेम कम्पिटिसनमा चाहिँ यस्तो तरिकाले गेमको सञ्चालन भइरहेको अवस्था छ यहाँहरु देख्न सक्नुहुन्छ हरेक गेमहरु रहेका छन् यसमा हामी पार्टिसिपेन्टहरुले चाहिँ सबैजनाले खेलिराख्नु भएको अवस्था छ यसमा चाहिँ सानो ट्रफी पनि रहेको छ यो ट्रफीको सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो कम्पिटिसनमा कम्प्लिट हो
यो अर्गनाइज गर्नको लागि हाम्रो भुटनी कमिटीको प्रेसिडेन्टले धेरै ठुलो हात दिएको छ होइन। थ्याङ्क यू सो मच दाइ हामीलाई यो सुविधाकोमा होइन, रियली एप्रिसिएट। अनि यस्तै भविष्यमा पनि हुँदै जाओस्। हामीले यो मात्रै नभएर मेन उयो विशेष इन्डोर टुर्नामेन्ट हामी राख्दैछौँ। त्यही हामी कति हो त हामी वर्षमा पनि भेट हुँदैन थियो मलाई लाग्छ, तर यो भेट भयो, यसरी भेट भयो, हामी गफ गऱ्यौँ, मेन्टली पनि एकदमै राम्रो भयो। सागरले पनि राम्रो खेल्यो, सबैले हामीले इन्जोय गऱ्यौँ। बुवा आउनुभएको थियो, बुवासँग खेल्न पायौँ होइन, एकदमै राम्रो भयो। थ्याङ्क यू सो मच होइन। प्लस सबै भाग लिएर आएकोमा धेरै धेरै धन्यवाद है। जित्यो भने पहिलो उठाइन्छ होला भनेको त अनि त्यहाँ हामी सबै ग्रुपमा खिचौँ एउटा पहिला हामी स्पोर्ट्स कोर्डिनेटरकै तर्फबाट थ्याङ्क यू यो पनि यो उल्टो भएको छ यो थियो अलि यो विनोद भाइ ए वान मन